हिजो खोला है यो अनिल मगर पासा थाप्नु होइन ललित पनि उहाँ पासा बोकेर हिँडिरहेको छ त्यो चाहिँ अर्को डेस्टिनेसनतिर जाँदैछ गिलामरस हुने कता छ र पासा पासा त कहाँ दुईटा खापे गर्नु 50 60 70 वटा के रे के छ गरिबको पासा दिपिना पासा साच्चै हो अनि फगेला तीनटा पासा गरे त्यो 70 वर्ष खाएको कति क्लासमा आएर थर्ड इयर अब 8 मा थर्ड इयर जाने हैन सेकेन्ड इयरमा थर्ड इयर जाने केटाहरुको एउटा पासा 30 टा लाग्यो तर के 30 टा तल त परेगाउँमा पारो होला बुझ्न त लाग्छ र त्यो फेरि खगेन भन्दा पासा मिटरै छ मसिना है ठुलो छ के त्यो त फेरि लाग्यो नि त 1900 ग्राममा आएछ नि पासा बेच भइन्छ के हुन्छ यार कतै जस्तो हुन्छ तेरो म्याक्स कति गछ आजसम्म यार उयो यार 550 भन्दा हाइजेस्ट गयो छैन त यार के भरो पासा उस्तै भरो कि ग्राम पुरानो छ के मेरो त पुरानो छेत्तै छ हाल्ने त्यस्तै नयाँ किन्न पर्यो नयाँ बनाएको बनाउन त 25 मैले अस्ति दुईचोटि मारे थिएँ 1650 ग्राम अनि 1640 ग्राम मिल्छ नि बित्तिकै हाइजेस्ट गयो न त 1200 ग्राम 800 ग्राम भोलि 1.5 किलो मार्नुपर्छ फिलहाल माछा लाग्यो त मार्छ होला त यहाँ त आइसिन त्यो लौ 3 किलो त आसम्म त मलाई आछ छैन नानीको हो होला जीवनको खेल्नु जान्दा सकिन्छ के डली मारेर त्यता डली मारेर ए डली त 3 लत मार्छ के आलु त जान पर्छ यार त कोनातिर गराइ लगिएको सँगसँगै ओइ ओइ गाह्रो छ नि माछा मार्न सराले राख्यो सराल खायो ल एक पिस यो किराहरू लास्टै टक्छ यो उडिरहेको किराहरू यो मान्छेको आसपास आएर टोकेर हैरान पार्छ घाउ हुन्छ अर्को पासा पनि बनाउने भन्ने निर्णयमा पुग्यो दुईटा थाप्ने प्लान भएछ त्यहाँनिर ल आराम पाठाले यस्तो बोकेर हिँडिरहेछ टोक्योमा एकादश उता गएर थाप्ने भन्ने प्लान आयो उसको 2-3टा पासा पासा लगिस् ओइ सुनेन कि के हो एकै फार भइरहेछ है पैसाले गर्नुपर्छ लगभग एउटा बिटिने कम्पनी गयो यहाँनिर म त थुप्रै सोको माछा लागेन भनिरहेको छु पछि फेरि
यस्तो हुन्छ क्या माछा लगाएन भने होपलेस बनाउँछ। कति टोको त्यहाँ हात त कहीँ खालिराखेन त ल। तीन घन्टामा अब समटाइम 1.5 किलो, समटाइम 2 किलो, बिरलै 2 किलो, अदरवाइज लगभग 1 किलोको हाराहारी तलमाथि त्यही हो पर्ने। र बजार भाउ चाहिँ अहिले किलोको 750 देखि 800 सम्म छ। त्यो हिसाबले ठिकै हो। यो फेरि यो कस्तो किसिमको फिसिङ हो भने यो फेरि जुनेली रातमा काम छैन यसको, अँधेरी रातमा मात्रै हो यो पासा थाप्ने। किनभने जुनेली रातमा माछाले देख्छ जाल, त्यो भएर लाग्दैन, कम लाग्छ। एउटा थाप्यो त्यहाँनिर। अलि माथि जाम है हामी। बस शाबाश।
ए धोमै सोमवार नै पुगिन्छ त यार पुग्छ त मान्छेहरू यार आजकल यता कोही आउन्न म अब धेरै पछि आएँ भक्कु भोलि माछा लाग्नु भन्दाखेरि म पर्छु नि यता माछा लाग्नु पर्यो भोलि ए हाम्रोतिर आज बनाउँदाखेरि एक्लै केमा नै छ क्या ठाउँ यहाँ अनि बोकेर त्यो बिला छेउमा के कि दाइन माछा हालै भनेर फर्कै गर्नु पर्छ क्या उता खुवाउने कि खतरा छ उता भन्दा माछा चाहिँ कति छ कति मिठो हुन्छ हो चिटी बम चिटी बम बम चिटी बम मगर अनि प्रस्तुत गर्दछ पासा मसिनाले पैसा फिनिस ल आजलाई यति नै के गरिदिनु ल है घरसम्म खपेको हो नि बनाउनु पर्छ अझै कति चिलाउँछ त्यो पिउसाले टोक्दाखेरि होइन ल दिइरहेछ अलिले के छ माछा घाँटा चल्छ फिक्समा माछा लगाएन नि त गेममा ध्यान देखिँदैन त माछा 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 मुस्किल भयो त यहाँ त यहाँनिर लागेको जस्तो देखियो लाग्नुपर्छ भन्ने मान्यता हो ल है राम्रो पिस एउटा पिस त आयो नि त उद्घाटन गजब पिस माछा 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 भन्छ यार कसले ठाउँको मान्छे के ए त्यो ठुला ठुला माछा हुने ठाउँको यहाँको माछा ठुलै हो यहाँको लागि पिस हो त यार त्यस्तै हुन्छ यहाँ के भन्छ त खै त यार ढुङ्गा फुस्केछ झन् ल है एउटा लायो धेरै समयको अन्तरालपछि धेरै हैन वर्षौँपछि बियरमा भिडियो बनाउँदा माछा पारेको के आफ्टर 1 बिलियन के भनेर हाल्नु पर्छ देखाइदिउँ न हैन र आफ्टर 1 अनि
बिक्री भयो खोलातिर फेरि नि अस्ति त्यो गणेशतालमा चाहिँ लगाइकन हाम्रो त बोला लागेको थियो क्या यो पनि ठुलै लागेको थियो भाजा पनि थापेको अन्तर्याखेमा म माछा समातिनँ पासा समातेँ फुट्टिसकेर त्यही नै भाषालाई कता कता लागेको तर होइन हिजो आज त लास्टै बनायो साइको बनायो हिजो कति मारेको हिजो त 811 ग्राम भन्दैन सर हिजो पछि लाग्यो के एउटा पिस लाग्यो अनि त्यो लास्ट तिर लाग्यो के हिजो पिस लाग्यो अनि फेरि दुईटा तिनटा लाग्दो के मसिन पासामा नि टिक्क माछा टुकुरिरहनु यहाँ छ लाग्यो एउटा माछा नलागेर बेला पासा अड्किने यो जतिको भ्यालु फेरि केही हुँदैन नि त नि आएर त हमला भइसक्यो रे फुल छैन रहेछ पनि छोरीको भाग भन्दै निकाल्दिस् त होइन र 4 छोरीको भाग भन्दै निकाल्दिस् त 4 त होला नि उभो माथि त्यो दुईटा लाग्यो अनि त्यो होइन र तीनटा ए 3टा 4टा भन्ने सित पासैपछि 2टा पर मात्रै बल्ल अब केही होला नत्र गाह्रो छ यहाँ पनि छ जस्तो छ है माछा अनिलको एक्साइटमेन्ट हेर्दाखेरि अनि यता पासा फेरि लगभग सुत्छ के मलाई पासा भेटाउनु पर्ने भयो त्यसो भए धेरैभन्दा धेरै यसो फर्काएर एमै फाल्दिएको भए त दुईटा लगाइसकेर यता पासा चाहिँ लोको लाग्छ क्या मलाई माछा सुत्छ फिस अरू चाहिँ इन सर्च अफ फिस हिँड्छ होइन हामी चाहिँ इन सर्च अफ फिस आशातीत माछाका ल है त्यहाँनिर पर्यो ल है राताखे हो भेट्नु मन लाग्थ्यो भनेपछि भेट भइहाल्यो त्यो भरेको चार्जरले काम गर्छ तर अरू चार्जर त चार्ज लागेपछि एकछिनपछि हल्दिन्छ के यो भरेको चार्जर फेरि झोसै हुने भन्छ एकचोटि यो भरेको चार्जरले चार्ज विचार गर्नु पर्यो भएन पनि बनाइदिनु पर्ला भनेको ल चलो 5 पिस त भएन र कि 6 भयो 6 तान्न जाऊ त उयो के तान्देऊ के जाऊ उता अर्को पनि छ क्या उसले अर्को तान्छ
चप्पलै छ त यार चप्पल भन्दा अरू लागेन आज एउटा हेमा हो त्यो यहाँ एक आयो यहाँ खुसी छु यार जिन्दगानीमा सबभन्दा धेरै यो म त आँसु आला जस्तो गर्न लाग्यो यार रेकर्ड नै हो होइन आँसु आउनु लाग्यो यार म खुसीले यार हो त प्लास्टिक यो राताखेर राखै यसको फोटो खिच्न पर्ला एउटा फेरि फोटो खिचेर पठाउ भनेर हैरान गरिराखेँ माछाको टाइप्सहरूको कलेक्सन गर्ने रे खै के हो थेसिस हो के गराउनु भएको छु भन्थ्यो कसले अब चितवनतिर घुम भन्थ्यो अरे त्यतातिर के हुन्छ भने यहाँ पाइने यो प्लास्टिकमा राख्नु थाहा यहाँ त्यही राख अहिले लास्टमा खिच्नु दुई किलो मलाई त छिट्टै बुझिन एकचोटि फेरि जाउँ कि जस्तो लाग्यो यार सेउला खोला होइन पासो उतै थालिदिनु पर्ने रहेछ क्या कस्तो तल आएपछि याद आयो के दुःख नि त अन्त आज पनि त्यहीँ राखिदिने भोलि फेरि झिक्न जाने झिक्यो अन्त त्यस्तो थालिदिने त्यो होला होइन सबभन्दा सिनियर आजको दाप्रण त्यत्तिकै हिँडेर यसो अत्केर हिँडिसकेको रहेछ नि त झन् दाप्रण होला जस्तो त हिजो म भेल्यु भएको र आज म चाहिँ तपाईँ नै भेल्यु हुनुभयो कि कम्बो अफर हो क्या सेउला खोलाको कम्बो अफर छवटा होइन अब एउटा हो कि दुईवटा छ आत्ता हो कि सातवटा जस्तो मान्छे खोक्ने त राप छ कि निस्किन पनि सक्यो
गङ्गटा छ गङ्गटा कता छ गङ्गटा नि त आजको दिन त सुनैसरी भयो नि त पनि गङ्गटाको भ्यालु बाबा अन्तिम स्वरमा पर्न सफल भने जस्तो अन्तिम बातमा पर्न सफल त्यही हो नि आजका कान्छो खेलाडी मिस्टर असला माछा कता पर्छ 8 पिस भयो त्यति होला गङ्गटा हरायो है गङ्गटा छाड्ने गङ्गटा कता छ त्यो आजको पिस माछा 8 पिस अनिल मगरको प्रस्तुति कम्बो अफरमा